नमस्ते, म सलिना माझी। वेलकम छ सबैजनालाई। हामी चाहिँ आज दमकैरा भन्ने ठाउँमा आइरहेको छौँ। अनि त्यसपछि यो चाहिँ मेरो आन्टीको छोरी एन्जल, अनि यो चाहिँ मेरो मामाको छोरी ज्योति। ज्योति मगर जस्तै चाहिँ, हल्ला नगर जस्तै चाहिँ। अनि उता चाहिँ मेरो बहिनी होइन। अनि त्यसपछि हेर्न सक्नुहुन्छ यहाँको भ्यूहरू कति दामी छ क्या। वाउ, छुट्टै के। ओ माई गड, हजुरहरू पनि आउन सक्नुहुन्छ। यो चाहिँ पाल्पा दमकैरा भन्ने ठाउँमा हजुरहरूले हेर्न सक्नुहुन्छ। वाउ, हेर्नु त। ओ माई गड, सबैतिर हरियाली नै हरियाली। घाम त एकदमै लागिरहेको छ, त्यही पनि हामी चाहिँ एकदमै एक्साइटेड छौँ क्या होइन। म चाहिँ पहिल्यै नै गइसकेको छु माथि भ्यू टावर भन्ने ठाउँमा होइन। दमकैराको भ्यू टावरमा म चाहिँ पहिल्यै नै गइसकेको छु। म र एन्जल चाहिँ पहिल्यै नै गइसकेको छौँ। अनि त्यसपछि जहाँ नगएको भनेको सन्जना र ज्योति मात्र हो। अनि त्यसपछि अरू त त्यही छ। अनि त्यसपछि हामी बाटो देखाउँछौँ हजुरहरूलाई। बाटो देखाउँछौँ। बाटो चाहिँ कस्तो छ भने हजुरहरू हेर्न सक्नुहुन्छ। फर्स्टमा त हेर्नु यहाँ कस्तो दामी क्या ल्यान्डहरू। माई गड, हेर्न सक्नुहुन्छ, सब हेर्न सक्नुहुन्छ। कस्तो दामी छ। तिनीहरू चाहिँ त्यही माछा हेरेर बसिरहेको छन्। अनि यही हो बाटो चाहिँ। हामी यस्तो बाटो गइरहेको छौँ। हस् त, हामी मलाई त्यति भ्लग बनाउन त आउँदैन, त्यही पनि सो आई विल ट्राई होइन, माई बेस्ट। हस्, गएर हामी चाहिँ जङ्गल 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 हिँड्दैछौँ। हामी चाहिँ जङ्गल जङ्गल हिँड्यो भने सर्टकट हुन्छ, त्यही भएर कुकुर गएको थियो अगाडि, डराएर छौँ। ल ल ल ल ल, छिटो छिटो छिटो। छिटो के अड्केर बस्नु होइन क्या, छिटो। कुकुरले पनि सातो लगिदिएछ। हो, हामी चाहिँ रोडबाट अलिकति जङ्गल आयौँ। अनि त्यसपछि चाहिँ हामी यहाँ यो खै के हो, पुल यहाँबाट जम्प हान्नु। ल ल ल ल ल ल, हामी चाहिँ यहाँबाट हिँड्दैछौँ यो बाटो। यिनीहरू चाहिँ पछाडि आउँदैछन् र कुकुर हाम्रो साथी पनि आउँदैछ। हाई 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 हाई। ल, यिनीहरूको साथी हो कि के हो थाहा छैन। गाइस, हामी चाहिँ एकदम उकालो 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 हिँड्न लागिरहेको छौँ। एकदम उकालो छ, एकदमै उकालो छ। माथि पुग्नुपर्छ भ्यू टावर, दमकैराको भ्यू टावर। काठमाडौँदेखि आएको छु म, काठमाडौँदेखि। सो एक्साइटेड। पहिला पनि गएको है, रमाइलो लाग्छ। सिडीमा हिँडिसकेको छौँ। यिनीहरू चाहिँ हेर नपाए जस्तो केटाले हेरेर बसिरहेको। म चाहिँ अब हिँड्दैछु सिडी भने। आया, लास्टै टाढा छैन, लास्टै टाढा छैन, ठिकै छ। तर हामी चाहिँ अलिक घाम भएर होला नसकेको। लास्टै यहाँ चाहिँ एउटा स्कुल चाहिँ आँखा नदेख्नेहरूको छ, दृष्टिविहीनहरूको। अनि एउटा चाहिँ नर्मल एज हामी जस्तै नर्मलको छ। हेर्न सक्नुहुन्छ भ्यू यहीँबाट त कति खतरा छ। माथि गयो भने कस्तो अमलाको भोगीहरू आउन सक्नुहुन्छ यहाँ अमला खाना। अनि यहाँ चाहिँ कलेज रहेछ। अझै हामी यत्रो जानुभएको छ। हामी यति त कट्यौँ बल्ल तल। अब यहाँबाट कुकुरले चाहिँ छोडे छैन है एन्जलको साथ। नतोरिने अजम्बरी नाता हो यो, नाता हो यो। बसिरहेछ सम्झना लास्टै भएको छ। जति झन् घर फर्क्यौँ भने चाहिँ तल तल आइछ। अनि एन्जलको पोइ कहाँ गएछ, एन्जलको कि जतिको पोइ कहाँ हगेको कुकुरलाई भनेको आहा जति शीतल हावा यो नेचुरल। हाई हाई, हजुर पनि आउनुहोस् दमकैरा। कति शीतल हावा, पछाडि भ्यू हेर्न सक्नुहुन्छ, यति खतरा छ। वाउ, हेर्न सक्नुहुन्छ त्यसपछि। आहा कति शीतल। हाई हाई, यो शीतल।
सबसे टपमा कालो ड्रमको मुनि के सबभन्दा अगाडि जान्छु मेरो बोयफ्रेन्ड मलाई मेरो बोयफ्रेन्डहरूले चाहिँ कहिले नछोड्ने भयो है मेरो बेबी बेबी छिटो 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 बेबी दौड्यो 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 गाइस बल्ल बल्ल यहाँ आइपुग्यौँ एकछिन यहाँ हामी बस्छौँ तानसिन हेर्न सक्नुहुन्छ खतरा भ्यू एकछिन यहाँ सबैजना ठग्यो मान्ने लास्टै गाह्रो कोही कोही सुत्न लाउनु भएको यता नि सुत्नु भएको यता चाहिँ ठङरङटै उभिएर आइपुग्न लागेको छौँ अझै हो त्यहाँ हो यहाँ सरी त्यो यो हो त्यहाँ छौँ आइपुग्न लागेको छौँ त्यसपछि देख्न सक्नुहुन्छ तान्सी नै बजार झिली रमिनी साले जो कस्तो खतरा देखिएछ भ्यू ओ माई गॉड हावा जस्तै उड्न मन छ सम्झाइन राख एउटीले मजा फुकाउन वाउ त्यहाँ कस्तो राम्रो रहेछ है गाइस हेर्न सक्नुहुन्छ किमलाले घर बनाएको त केले किमलाले होइन केले किमलाले हो र केले हो हैछ किमलाको घर हो बच्चा हेर्नु त सेतो अन्डा के अन्डा दामी हेर्नुस् गाइस किमलाले घर बनाएको कति ठुलो बनाएको अनि यो चाहिँ घरको बिचमा दामी त्यो पुग्नु छ नभत्काइदिए किमलाको घर के सक्नु फेरि सबैले र्याउ 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 चाहिँ त्यही भएर हामी अहिलेसम्म पुगेको पनि छैनौँ सन्दनाको कपाल हेर्न सक्नुहुन्छ छोडेको छैन हामी बल्ल यहाँ पुगेको छौँ अहिले 2:27 के गर्नु आउनु भयो तेरो टाउको ओ यहाँ चाहिँ कस्तो राम्रो थियो ओ यहाँ बियरको सिसाहरू चाहिँ राम्रोसँग हेर्नु कस्तो राम्रो थियो चर्के पिङ थियो नि अन्त दिदी चर्के पिङ त खेल्न पाइन उयो पिङ भएर खेल्न पाएँ कति रोक अन्त चर्के पिङ खेल्न गाइज फाइनली हामी चाहिँ आइपुग्यो गाइज हामी चाहिँ पिङ खेल्न लाग्यो गाइज हामी चाहिँ पिङ खेल्न लाग्यो 2 मजा आइरहेको छ नि दसैँ आयो खाउला पिउला मामा घर जाउला अनि आउँदैन तिमीले चिच्चा 1 2 3 गो भन्छ चिच्चा चर्के पिङ आफै घुमेर हावाले हो कि गाइजहरुले चाहिँ चस्मा आँखा
चस्मा लाउँछन् भने मैले चाहिँ चस्मा मुखमा लाउँदैछु हेर्न सक्नुहुन्छ ऊ त्यहाँ माथि कस्तो राम्रो रहेछ क्या त्यहाँ चाहिँ जान नसक्ने भयो चाहिँ पिङ खेल्दैछन् हेर्न सक्नुहुन्छ उताको भ्यू जङ्गल में आज मङ्गल करूँगी टाइपको रहेछ है गाइज हेर्न सक्नुहुन्छ कस्तो खतरा भिडियोबाट पनि यहाँबाट पुरै घुम्न पाइन्छ छिटो आउन कस्तो आलिन त गाइज हेर्नु कस्तो खतरा साले सरी गाइज हामी चाहिँ यहाँ माथिबाट अब भ्यू हेर्न गइरहेको छौँ फाइनल्ली यहाँ चाहिँ बियर सियर खाएर फोहोर फाल्दा रहेछन् खानेपानी सुविस्ता रहेछ खानेपानीको सुविस्ता रहेछ अनि त्यसपछि यहाँ आइ बस्नको लागि सुविस्ता यहाँ चाहिँ टावर समथिङ के ट्रान्सक्रिप्ट के भन्छ त्यो रहेछ ट्रान्सक्रिप्ट हो कि समथिङ के हो टावर दिने टाइपको होला अनि त्यसपछि यहाँ एउटा थियो कि सानो टाइपको बस्ने टाइपको यिनीहरू चाहिँ अब पानी खाँदैछन् म चाहिँ अब माथि गएर हजुरहरूलाई देखाउँछु पहिला त कस्तो थियो अहिले त बब्बाल खतरा रहेछ कहाँदेखि हिँडेर आएको माइ गड यताबाट त्यहाँबाट आएको हुन्छ त हाम्रो मामा घर चाहिँ उता देवगिर हो देवगिर हो मामा घर चाहिँ अनि हाम्रो यहाँबाट यो दिदीको घडी जस्तै यो कालो म त यस्तो सेतो पिङ खेल्न लाग्यो गाइस हेर्नुहोस् आज हामी है त्यहाँ छ यता चाहिँ पिङ हो चौके पिङ त्यहाँ छ यो चाहिँ कहाँ अरे कुन ठाउँ अरे यो चाहिँ दमकडा हो यो चाहिँ दमकडाको भ्यू टावर हो यो चाहिँ तानसिन हो यिनीहरू चाहिँ के गर्दैछन् थाहा नै छैन सलाईलाई के गरिदिरहेछन् उहाँ चाहिँ यो चाहिँ हाम्रो साथी कुकुर हामीसँग जहिले नै आउँछ हाई गरे है पुच्छरले अनि हात देऊ जति आँखा चाहिँ मगाएर आघात अनि यस्तो गरे हेर्नुहोस् गाई चाहिँ जस्तै काली छ बोल्नेवाला गुन्जा गरी चाहिँ यो त कोइलाबाट कालो कुकुरको यो मान्छे यो पाइ भन्दा नि लास्टै खाल्छ कालो होइन राज कालो छ ए बात के रे हामी कुकुरहरूलाई कालो कुकुर होइन नमुराज कुकुर छ राति
सीता